हेलो दर्शन, नमस्ते, वेलकम टु ब्याक माई युट्युब च्यानल। न्यू डे न्यू भिडियो। कति धेरै दिनपछि आज भिडियो बनाउँदैछौँ हामी बाहिर आएको भएर। आज चाहिँ थोरै भिडियो बनाऊँ भनेर। आज चाहिँ के भन्दाखेरि आज चक्लेट डे रहेछ हैन। अनि त्यसपछि म चाहिँ अहिले बुहारी भाटामा आएको छु। बुहारी आएको छैन। अनि त्यसपछि म चाहिँ यहाँ बसिरहेको छु। बुहारी अहिले आउँछ अनि त्यहाँबाट बुहारीलाई चाहिँ म चक्लेट डेको सानो सरप्राइज 1-2टा चक्लेट दिन्छु। कस्तो आउँदो रहेछ बुहारीको रियाक्सन हेरौँ। अनि त्यसपछि हामी घुम्न पनि जान्छौँ। अहिले पछि हामी आमा छोरी चाहिँ घरमा बसिरहेको छु। ह्यापी चक्लेट डे सबैजनालाई। के हो कालो टिका लाउने ठाउँमा टिका बिग्रिया। अनि त्यसपछि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला हाम्रो भिडियो मन पर्छ भने चाहिँ भन्दै अब एकछिन रोक्छु म। अनि त्यसपछि चाहिँ सरप्राइज कस्तो छ त भनेर भन्दाखेरि यहाँनिर मैले यसरी के गाइदिएँ। यो चाहिँ के भन्दाखेरि 2टा यहाँ चिगम छ अनि डेरी मिल्क 2टा, किटक्याट 2टा। अनि यहाँनिर चाहिँ बिस्कुट चाहिँ थाहा छैन मलाई यो कस्तो गुलियो छ कि छैन भनेर। गुलियो मनपर्छ भनेर अनि मैले बिस्कुट पनि लिएर आएको छु। यसरी पोका पारेको छु। यो चाहिँ केमा पोका पारेको भन्दाखेरि यो बुहारीको नै यहाँनिर रुममा उत्यो रहेछ धुप पोका पार्ने प्लास्टिक रहेछ। मैले चाहिँ त्यो निकालेर अनि प्याक गरिसकेँ। अब बुहारी आउँछ होला एकछिनमा म फोन पनि गर्छु कतिखेर आइपुग्छ भनेर। अनि सरप्राइज दिन्छु, हेर्दै गर्नु होला। मेरो बुढो फोनमा बोलिराख्नु भएको छ, विदेशमा ड्युटीमा हुनुहुन्छ। बुढोले चाहिँ मलाई बिहानै विस गरिसक्नु भयो अनि हामी बुढाबुढीले चाहिँ विस गरिसक्यो। अनि हामी आमा छोरी पनि यहाँनिर मैले ह्याप्पी चक्लेट डे छोरी भनेर अघि नै विस गरिसक्यो। अनि छोरीले नि थ्याङ्क यू छोरी भनेर मलाई किटक्याट भन्दा पनि डेरी मिल्क मिठा लाग्छ, त्यही भएर मलाई मम्मीले डेरी मिल्क दिनुभयो। धेरै धेरै थ्याङ्क यू। वेलकम। खोइ त अनि माया चाहिँ नगर्ने, माया पनि गरेँ। ल अब म फोन गर्छु कतिखेर आइपुग्छ भनेर। हेर्दै गर्नु होला। अब एकैचोटि बुहारी आइपुगेर अनि सरप्राइज दिने बेलामा देखाउँछु गाइस। जान्छ टोइलेट भित्र चुक लगाएर यता टोइलेट जान्छ होला है। चक्लेट दियो राजा चक्लेट डे पनि हो कि चक्लेट दिएको म सरप्राइज भए गाइजहरू। सरप्राइज भयो अरे। कति धेरै सामान के फेरि कति खोइ त 4वटा किटक्याट डेरी मिल्क अनि के भन्छ 4वटा किटक्याट 2टा यो 2टा यो 2टा 4वटा नि त। सेन्टर फुड 4वटा अनि यो के भन्छ यसलाई बिस्कुट बिस्कुट। थ्याङ्क यू सो मच आन्टी। के भन्नु हाम्रो मम्मी ए फोनमा पो रहेछ। ल यति हो हाम्रो भिडियो। हामी बाहिर जान्छौँ अब एकछिनमा। जल्नेलाई जल्न देऊ देख्नेहरूलाई, तिमीलाई म चाहिन्छ बालभोहरूलाई। जल्नेलाई जल्न देऊ देख्नेहरूलाई, तिमीलाई म हामी घुम्न आएको यतातिर। यो पनि के उता
त्यो बोटहरू कति देखाएको भए त है कति राम्रो हुन्थ्यो। हेलो स्वागत छ हाम्रो आन्टीज्यूको च्यानलमा। अनि हामी त्यो पर पर के अरे नानी के भन्छ अरे त्यसलाई त्यो कतिको त्यो बोट प्लानिङमा घुमेर आएको हामी चाहिँ अब यताबाट हामी जाँदैछौँ। सिलौटो रिसोर्टहरू रहेछ यतातिर दामी दामी कति ठुलो ठुलो यसले छेकेको छ। हामी चाहिँ यता आइसक्यौँ त्यता चाहिँ कति धेरै मान्छे भएर हामीले भिडियो गरेन बोलेको नि सुन्दैन नि त माइक बोके होइन। हाउसिङ चाहिँ पर टाउको मात्रै देखाएको छ यहाँनिरको त्यो सेतो अहिले पछि देखाउँछु है म त्यहाँनिर पुगेपछि। फर्किँदैछौँ मेरो छोरी कुरकुरे खाँदैछ। कुरकुरे चाहिँ मिठो छ तर भौजीलाई र मम्मीलाई चाहिँ मिठो लाग्यो। हामीले चाहिँ चिजबाल खाइसक्यो कुरकुरे नि खायौँ मैले चाहिँ। अनि चटपटे चिजबाल मकै सब खाएर हामी चाहिँ टन्ट भएर हिँडेको छु। म अलिकता अगाडि गएर देखाउनु पऱ्यो भने सबैजनालाई। अनि अब माथिबाट देखाउँछु त्यो हाउजिङ हो कि केजिङ हो। अनि यहाँ चाहिँ खोइ त कता हो फुलहरू कस्तो दामी दामी छ पक्नै म देखाउँछु। यहाँ चाहिँ यी कस्तो दामी दामी फुलहरू छ यी घर माथि माथि। वा गेट फुल वहाँ पुगिसक्यो। छोरीहरू चाहिँ छोरी र बुहारी यहाँ चाहिँ यो बाटोहरू बन्दै रहेछ भर्खर यस्तो छ। अनि उता हामी भित्र जाँदैछु। काठमाडौँ यस्तै हो साथीहरू काठमाडौँ। हामी चाहिँ यता गाउँ साइड काठमाडौँको पनि हामी चाहिँ गाउँ साइडतिर छौँ। यहाँनिर के फन सिटी प्लानिङबाट ए वाउ उहाँ पर देखिरहेको छ यति टाढाबाट पनि त्यो त्यति अग्लो होला त्यो विदेशी घर जस्तो देखिरहेको छ हो। कति तलाको हो त्यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 उताको सबभन्दा अग्लो गरेर 18 तला रहेछ। घर चाहिँ अरूको लगानी चाहिँ मेरो लगानी गर्ने मान्छे चाहिँ हाम्रो बुहारी। अब यता यो चाहिँ झन् कति तला होला यो त यही होला 18 तला चाहिँ। यो चाहिँ त्योभन्दा नि अग्लो झन् है। वाउ ल हेर्नु अब यहाँको घर यति अग्लो तलबाट देखाउनलाई कति छेकेको छ कि तल्लोदेखि छ यति अग्लो। माथिबाट अम्बाले पनि आयो पनि भन्नु यहाँ उहाँ तलदेखि यति माथिसम्म। मलाई त रियाटो यहाँ गाडीमा हिँड्दा हो। अनि
यहाँ चाहिँ बच्चाको उहरू रहेछ यी यो गेटभित्रहरू चाहिँ गएर एकचोटि हेर्न पाए त वाउ यहाँदेखि यति माथि मैले त नानी मैले काठमाडौँमा तर कति धेरै उयो गरेँ यो जतिको त्यहाँ छैन नि टोकामा नि होला नि हो मैले काठमाडौँमा यो यही हो यत्रो ठुल्ठुलो घर देखेको यही हो होला सायद देखेको छैन मैले यो डिजाइनको उयोहरू वाउ यो भित्र मैले चाहिँ ब्याक क्यामेरा गरेर भिडियो गरिरहेको छु कुद्रामा खेल्नु वाउ अनि यो घर यहाँ फेददेखि देखाउँछ है गाइज अब कति तला रहेछ त यो यत्रो कति तला होला त यो मलाई त विदेशमा जस्तै लाग्यो है यहाँ त सन सिटी यो चाहिँ सन सिटी ऊ रहेछ बुहारीले अघिदेखि भनिरहेको थियो फेरि पनि नाम पनि देखाएँ मैले वेलकम टु सन सिटी रे त्यहाँभित्र ऊ त्यहाँनिर छेक्यो मैले काठमाडौँमा म यत्रो वर्ष बसेँ पनि तर यत्रो ऊ चाहिँ देखेको थिएन मैले साँच्चै भन्नुपर्दाखेरि अहिलेसम्म मेरो लगानी मैले प्राइभेट राखेको थिएँ नि त मतलब पब्लिक गरेको बल्ल सधैँभरि यहाँ अब छोराबुहारीको टाँसो लगाएर बस्नुपर्छ क्या हो भाइ यतातिर फुलहरू पनि छ नानी तिमीहरूकै टाँसो लागेर बस्नुपर्छ क्या एउटा सिङ्गल फ्रीमा फ्रीमा ल मलाई यो बिल्डिङ मेरो भयो है अब गेटबाट जानु बित्दै नै यही टेपबाट जानु है पैसा बचेको भए चाहिँ गेटबाट जानु पाउँथ्यो फ्रीमा घर छिर्छु भाइ यहाँबाट पनि त्यो भत्काएर भने नि छिर्छु म त बदम खाने भने नि त्यत्तिकै भयो है त्यत्रो तल वाउ वहाँनिर रहेछ होस् अब जाउँ फटाफट ढिला हुन लाग्यो ए छोरी आइज न भिडियो बनाएर आफ्नै धुनमा हिँडेर मम्मी एकपल्ट हामी त ह्याप्पी प्रपोज डे मैले हजुरलाई प्रपोज गरेँ थ्याङ्क यू प्रपोज मेरो छोरीले मलाई प्रपोज गरेको रे यो यहाँ हेर न नानी